मर्निङ एभ्रिवान हाम्रो चाहिँ आज चाहिँ सालकोटमा गेम भएको छ र त्यसको लागि हाम्रो जर्सी स्पोन्सरहरू केटाहरूको चाहिँ जर्सी सार्वजनिक भइरहेछ। यहाँको केटाहरू चाहिँ यहाँ छ। आज चाहिँ हामी चाहिँ उता सालकोटको यात्रा छ। गेम चाहिँ 3 बजेको छ। अबको केही क्षणमा हामी चाहिँ यहाँबाट निस्किन्छौँ है। सबै खेलाडीहरू यहाँ छन्। हाम्रो मेन खेलाडी अब चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ बडी छोर हुँदै सालकोटको यात्रा छ है। हाम्रो गेम चाहिँ साँझको 3 बजेको छ। अब चाहिँ हामी केटाहरू ट्याक्का रेडी भएर जान लाग्छौँ। मेरो पछाडि आज भ्लगर भाइ चाहिँ सपोर्ट गर्ने हुनुहुन्छ। ल है त ब्लग दामी गाइज हामीहरू आज अहिले यहाँ तेल हाल्न आएको छौँ। यो यात्रा रहेको छ हाम्रो बाध्यचोर सालकोटसम्मको। हाम्रो त्यहाँ अगाडि साथीभाइहरू भेटिसक्नु गएको छ। हाम्रो बासा भाइ तेल हाल्न आइसकेको छौँ। ल हामी यहाँ तेल हाल्ने हिँडिसकेको छौँ हाम्रो यात्रातर्फ। यो चाहिँ मुलबानी रहेको छ। हामी हामीसँगको चेक पोस्टबाट अगाडि बढिसकेको छौँ। हामी चाहिँ भाङसिङबाट अब हाम्रो यात्रा निरन्तर भइरहेको छ सालकोटसम्मको। हामी आफ्नो डेस्टिनेसनतिर लागिसकेको छौँ है। हेर्दै गर्नुलाई प्रवेश गर्न लागिसकेको छौँ। बजार आइसकेको छ। बाटो चाहिँ अब पछाडि चाहिँ मालदा चौतारामा खाने पछाडि मालदा चौतारामा बजार हामी एकछिनमा बसेर रेस्ट गरेर मान्छे पुगेर चाहिँ अगाडि बढ्दैछौँ। ल गाइजहरू हामी यहाँ
बाटोचोरबाट चाहिँ अब सालकोटतिर हिँड्दैछौँ है। उहाँ चाहिँ हाम्रो विवेक विशी दादा राइडर एकदम राम्रो पाहाडमा हावा कम भएको अगाडिकोमा कमै राखेको राम्रो अफरोड छ अलिक कमै राख्नु न ल। हामी चाहिँ अब सालकोटतिर लाग्दैछौँ पलाटेतिर। हाम्रो चाहिँ अब गन्तव्य सुरु भइसकेको छ बर्डिचोर बजारबाट हेर्न सक्नुहुन्छ गाइज। हामीहरू हिँडिसकेको छौँ सालकोटतर्फ बर्डिचोर बजारबाट हेर्न सक्नुहुन्छ। यो बर्डिचोर बजारको हाम्रो यात्रा अब गन्तव्यतिर लागिसकेको छौँ हामी। पछि भेटौँला भन्दै ल हाम्रो विवेक दादा हाम्रो पर्किङ दादा हाम्रो यति हाम्रो टिम रहेको छ। हाम्रो टाढोतिर जानको टिम रहेको छ। अहिले चाहिँ हामी सालकोटतिर जान्छौँ। बाटोको हालत अब देख्न सक्नुहुन्छ। अब यस्तै छ के गर्ने यस्तै जानु पऱ्यो। हेर्न सक्नुहुन्छ हजुरले बाटो यहाँ पुरै बेहाल छ। यहाँ कहाँ हो के हो कि देखेकै छैन। दुईजना भूतहरू छन् हिरोहरू म्यानेजर साहब हाम्रो। बाटो त खत्तम छ खत्तम। यसो बाइक साइक चेक गरेर आउनु होला हजुरहरू आउँदा चाहिँ। ल हेर्नुहोस् यो बाटो चाहिँ अब छिटै आँखा परेर राम्रो गराइदिनु पऱ्यो। अब हेर्नु भ्लग जोडोले हेर्दै हुनुहुन्छ हाम्रो ठुल्ठुलो ठाउँमा जोडो हुनुहुन्छ। बाटो धेरै भइसक्यो मै आउनु लाग्यो यहाँ। यो बाटो अहिलेसम्म यस्तोको यस्तै छ बेहाल छ बाटो। अझ यता त अहिले अलिअलि राम्रो रहेछ धुलो भयो। उतातिर त देखाउन सक्दैन हजुरहरूलाई आफै बेहालमा थियो। हेर्नु यस्तो छ बाटो। यतातिर अझ त्यस्तो छैन। हेर्न सक्नुहुन्छ हामी चाहिँ 6जना आएको होइन। 6वटा बाइकमा आएको। अब बाइकहरू अगाडि गइसक्यो। हामी चाहिँ एउटा डिस्कभर बाइक पनि आएको छ। हेर्नुहोस् डिस्कभर बाइक चाहिँ अलिक गाह्रै हुने रहेछ यो बाटोमा। बेहाल छ यो बाइकको। हजुर आपतकालीन अवस्थामा पुगेको छ हामी यो बाइकले गर्दा। यस्तो बाइक चाहिँ यहाँ नल्याएर आउनु होला सकेसम्म। केही भएन भने त लिएर आउनुला नत्र सकेसम्म चाहिँ यो बाइक नल्याएर आउनु बेहाल छ। कराएको हेर्नु न सुन्नु न एकचोटि। आइसकेको छ देखिन लागेको छ। अब बाटोमा आइसक्यौँ हामी। बाटो हालत यस्तो छ के गर्ने गाह्रो छ। एउटा खोला तर्ने आउँछ कि खोला टाइप मैले पनि थाहा पाएको छु त्यही खोला जान्छ ग्याप्पै गएको त पौडी खेल्ने ठाउँ रहेछ यहाँ। गाह्रो छ खोला रहेछ यहाँ हेर्नु सक्नुहुन्छ। हाम्रो भाषा दाइ राइडर हो। पछाडिको पनि गराइदियो बाइकहरू आइसकेको जरुर यताबाट बाइक जाने लिक चाहिँ अलिक राम्रै रहेछ। गाडीलाई चाहिँ अलिक अप्ठ्यारो पर्ने ल चाहिँ आइसकेको छ। पछि चाहिँ हामीले भर्खर धेरै पछि चाहिँ हाम्रो पिच बाटो भेटायौँ हामीले यहाँ। पिच चाहिँ यतातिर चाहिँ बाटो दामी रहेछ। पछाडितिर लागेको अब चाहिँ हाम्रो डेस्टिनेसन पिच चाहिँ राम्रो छ। हाम्रो होलिया हेर्नु न होलिया यहाँ कस्तो छ। होलिया अघि चाहिँ पिच धुलो भएर अहिले चाहिँ पिच आइसकेको छ। राम्रो छ बाटो अहिले यता चाहिँ। यहाँ हाम्रो चाहिँ विवेक विशी दादा हुनुहुन्छ अगाडि। हामी चाहिँ यहाँ गाउँतिर आइसकेको छौँ। यस्तो दामी रहेछ।
ओहो यहाँ हाम्रो दुईजना दादाहरू हुनुहुन्छ लाग्यो जब हामी बजारतिर आइसकेको छौँ पलाडीको बजारतिर बेजोर पलाडीतिर आइसकेको छौँ हाम्रो गान्तोकको समयको थियो अब यताबाट पकाइन्छ यसो गर्नु फाइनली हामी चाहिँ अहिले हाम्रो गेम लोकेसनमा आइसकेको छौँ फ्लाइट है हाम्रो साथीहरू चाहिँ ट्याक्क रेडी भइरहेछ उहाँ भइरहेछ अबको केही छिनमा चाहिँ यो अगाडि गेम भइरहेछ है गेम सकेपछि चाहिँ हाम्रो केटाहरूको गेम छ के कस्तो हुन्छ हजुरहरूलाई इन्फर्म गर्छु है त्यो पर बसाली दिनुहुन दर्शक महानुभावहरूलाई म अनुरोध गर्न चाहन्छु हाम्रो स्वयंसेवक साथीहरूले र सुरक्षा कर्मीज्यूहरूले पनि हामीलाई सेवा गरिदिनुहुन्छ र एउटा बसाइको काम मिलिरहेको छैन खेलाडी बस्ने स्टेजमा चाहिँ अरू दर्शकहरू नबसिदिनु होला कृपया सुपर गोपालीको अवसरमा स्वागत गरिदिनुहोला सम्पूर्ण दर्शक महानुभावहरू तालीको अपेक्षा राख्दछ हाम्रो आजको फाइनल गेम TYC भर्सेस ब्रदरहुड शुभकामना छ दुईटै टिमलाई आजको अन्तिम गेम लाइभ साइडको यही हो कि सबैभन्दा राम्रो छन् भनेको नयाँ चाहिँ पेनाल्टी प्रार्थना गरे यो बल क्याच भएको भन्नु के छ विङ्गर आयो त हाम्रो खेलाडी त्यसरी नदौडे छोरी लाज हुन्छ हाम्रो कुरा सुनेको छैन केटाहरूले चेन्ज भएन हानेको हाने फिक्स हो नाइस 45 सयको यस्तो कोड ट्याप ध्यान यस्तो जामले थाहा
जाँगे नै तल लगाएर खस्नलाई दाङी ज्याद्य बिजो हामीले आउट हान्नु कि तल्लै गोड हाने तल्लो दिएर मायाको समार रात घर चल्दिने म्याच खासै हुँदा नो रेस्टुरेन्ट पोस्टरभित्र हान्ने गोल छ